हाम्रो पनि आज धान स्याहारियो है। ल हेर्नु गाउँमा रमाइलो खेतीपाती गर्ने कस्तो मजा रमाइलो छ। ओहो धानको रास चाहिँ भित्र गइसक्यो है। भकारीमा यहाँ देखाउन पाइनँ मैले अस्ति चाहिँ। हेर्नुहोस् मजाले काउसती नगरपालिका वडा नम्बर 12 हातेमालो चोकमा धान स्याहार्ने काम भइरहेको छ। आज फाइनल्ली हाम्रो धान स्याहारेर लगभग आज सकिन्छ। यस्तरी भइरहेको छ काम। नाचो 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 ल ल ल न छिटो छिटो भिडियोमा आउँछ है। भिडियोमा आउँछ। भिडियोमा छिटो यता कमलको आमा र हाम्रो गौडेली आमाले चाहिँ धान भर्दै हुनुहुन्छ। थ्रेसर मजाले हाम्रो गुरुजी हाम्रो ट्र्याक्टर थ्रेसरको मालिक चाहिँ कतापट्टि बस्नु भएको छ। सायद बाइकतिर बस्नु भएको होला। अगाडि गुरुजी हुनुहुन्छ। यता रेशम अङ्कल माथि दाई अनि सापकोटा दाई दुर्गा चन्द्री आन्टी कमली सीता दिदी हिरा र अन्जु र रामप्रसाद अङ्कल र कृष्ण दाईले धान बोकिरहनु भएको छ भने चट्ट राम्रो कपडा लाएर हिरो बनेर आउनु भएको कृष्ण दाई रामप्रसाद अङ्कल नाच्नुभयो यही खुसीमा। फाइनल्ली साह्रै रमाइलो भएको छ। साह्रै रमाइलो। मैले यता भिडियो गर्दै गर्दा 1-2 मिनट ढिलै हुने भयो नि भौस यहाँ भिडियो चाहिँ गर्ने हो। जे हुन्छ हुन्छ। वाउ क्या रमाइलो भइरहेको। तपाईँहरूले देश विदेशबाट हेरेर अवश्य माया गरेर सेयर गरिदिनु हुनेछ भन्ने आशा गर्दछु। यस्तो रमाइलो माहौल भएको छ यहाँ। मान्छे ढाड दुखी पनि काम गर्दैछन्। तपाईँहरूलाई यो 2 मिनटको भिडियोले अवश्य मनोरञ्जन दिनेछ र गाउँको सम्झना आउनेछ। आज देश विदेशमा विभिन्न राष्ट्रहरूमा हुनुहुन्छ, युरोप अमेरिका गल्फमा हुनुहुन्छ भने पक्कै पनि हेरेर तपाईँलाई आनन्द लिनुहुनेछ। यो तराईको ठेसर लगाउने काम भइरहेको छ यहाँ। यहाँ एकैचोटि 3 मुठा 4 मुठा दिइराख्छन् मान्छेहरूले।